सुहाएकै चौधरी छ अब यहाँले लगाएर हेलो नभन्ने आमा बुवालाई दिने है 1 2 भन्नुपर्ने छ यता सुन बाबु कसरी भन्दा एउटा इङ्ग्लिसमा एउटा नेपालीमा जस्तै 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 नरोकिकन भन्नु पर्यो जसले 50 पुरी आउँछ उनलाई सुहाएको रिचार्ज यति पानी जसले हाइएस्ट पुरी आउँछ उनलाई पहिलो प्राथमिकता सबैभन्दा पहिलो बहिनीको पालो हजुरको पालो तपाईँ कोही नबोल्दै हजुरको परिचय दिनु कहाँबाट आउनुभएको कतिमा पढ्नुहुन्छ अनि सुरु गरिहाल्नु समय हेरिदिनको लागि हाम्रो सुदीप भाइ सिकाउनेलाई ल्याएर भजन आफै गाएर आफै नाच्नु लगाइनेछ नमानेको खण्डमा स्वयं सिकाउनेले आफै पुरस्कार दिनुपर्नेछ यो कुरो मेरो नियम हो सिकी माग्नेले पनि उडवास गरेर नाच्नु पर्नेछ भगवान्लाई माफ माग्नु ल भाग्नु पर्दैन सजिलो छ भाग्नु हो भने धेरै राति निन्द्रामा आँखा चिम्म हुन्छ नि भनेको अब निद्रामा आँखा चिम्मै त हुन्छ नि होइन को हेरेर निद्राउँछ ल आउनुहोस् ल ल बहिनी सुरु गर्नु राधे राधे भन्नु माइक खोलेर उता फर्केर ल भन्नु राधे राधे भन्नु हाँसी भन्नु न कोही हुनु न तपाईँलाई देख्नु भएकै छैन ल हजुरको परिचय दिनुहोस् कतिमा पढ्नुहुन्छ म प्लस 2 मा पढ्छु बिया कार्की ल कुन स्कुल पढ्नुहुन्छ म धुलाबारी माध्यमिक विद्यालय ल सुरु गर्नुहोस् जति आउँछ बाबु नराग जो बसेर दससम्म भने पुरस्कार दिनुपर्छ एउटा कुरा सुन्नु ल एउटा कुरा के छ भने जिता मात्र जित होइन है मैले त सहेली बताउँछु जित मात्र जित होइन हार पनि जित हो जित मात्र जित होइन हार पनि जित हो प्रेम मात्र प्रीत होइन बिछोड पनि प्रीत हो यो श्रृङ्गारीमा रहेका पनि यसलाई ठुलो महत्त्व बोक्छ जसले एड गर्छ उसले पुरस्कार लाग्छ ल सुरु गर्नु पर्यो केही होइन जसरी सजिलो हुन्छ 1 2 3 4 पहाडी भन्नुहुन्छ भन्नु 1 2 3 4 5 ला गयो 4 र 5 गर्ने पनि त हो धन्यवाद 8 गरेर आउनुभयो जोरदार तालीले सम्मान अब यी बहिनीको पालो यता यता वाइट लगाउने बहिनीको पालो कतिजना दुईटा भाइ जानु नारी शक्ति अब देख्नुहुन्छ ल बहिनी सुरु गर्नु राधे राधे मेरो नाम प्रमिसा राउत हो र म कक्षा 9 मा पढ्छु मेरो विद्यालयको नाम हिमालयन इङ्ग्लिस एकाडेमी हो सुरु गर्नुहोस् 1 2 भेट्नु भयो एकचोटि फेरि ट्राई हान्ने होला ल एकचोटि दिएँ मैले 1 2 3 4 5 6 7 सरी ल यो जानुपर्छ हाम्रो सानो बहिनीको पालो ल आउनुहोस् राधे 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 मेरो नाम मनिषा दास हो म कक्षा 9 मा पढ्छु मेरो स्कुलको नाम श्री धुलाबारी माध्यमिक विद्यालय हो सुरु गर्नु ल 1 2 3 4 5 6 7 हजुर पनि 7 मै जानु ल सानो भाइ ठुलो भाइ हुनुहुँदो रहेछ किन छलिनु भएको जानु ल ठुलो भाइ आउनु ल सम्पूर्णमा राधे राधे मेरो नाम देव कार्की म भर्खरै 10 पास गरेर बसेको छु पुराण समिति पनि होइन म यो पुराण समितिको स्वयंसेवक पनि रहेको छु सुरु गर ठिक छ ल हला 1 2 3 4 5 6
7 8 9 10 11 12 13 13 सम्म अब हाम्रो पाल सानो भाइको ल अरू त पुऱ्याउनु भयो ल 13 पुऱ्याउनु भने हजुरहरू जाँदै गर्नु सम्मान छ हजुरहरूलाई पहिलो उहाँहरूको लागि जोरदार तालीले सम्मान गर्नु मैले किन बोलाएको थाहा छ एकछिनै सानो बाबु नफुक्नु ल त्यो ढुङ्ग्री आइपुग्छ आज आएर हजुरका छोराछोरी यो मञ्च अगाडि आएर आफ्नो परिचय मात्र दिन सक्यो भने उनीहरूलाई हौसला मिल्छ भोलि गएर समाजमा कुनै व्यक्ति ठुला ठाउँमा पुगेर राम्रो तर्क गर्ने यो आँटको लागि सम्मान गर्नु पर्दैन हजुर यही कारणले मैले बोलाएको यहाँका भाइ बहिनीहरूमा कतिको क्षमता रहेछ मैले बाल मनोविज्ञानको बारेमा कथा भन्दै आएँ साँच्चै लागु भएको छ कि छैन भनेर मैले मूल्याङ्कन गरेको यति सानो बाबु आउनुभयो ठुल्ठुला बहिनीहरूका साथमा आएको बाबु भाग्नु ल जोरदार तालीले सम्मान गरौँ बाबु सुरु गर्नु हजुरको नाम राधे 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 मेरो नाम अरविन्द काफ्ले म भदपुरको प्रज्ञा एकाडेमीमा पढ्छु कतिमा पढ्नुहुन्छ म 6 क्लासमा पढ्छु हजुरको बाबाको नाम के हो वेदराज काफ्ले ममुको सीमा काफ्ले आमाको लीला काफ्ले ए ममु र आमा दुईजना हुनुहुन्छ हजुर आमाको मम्मीलाई चाहिँ आमा भन्नु हजुरआमालाई चाहिँ हजुरआमा भन्नु है मम्मी नभन्नु हस् आजदेखि मम्मी नभन्नु मम्मीलाई चाहिँ आमा भन्नु मम्मी भनेको मरेको लास हो मम्मी शब्दको अर्थ है आजदेखि आमा भन्ने भन्नु ल सुरु गर्नुहोस् जति One, two, ल भन्नु ल भाइ 1 8 2 3 4 अब अन्तिम गति फेरि ल लास्टचोटि अब ध्यानले बिस्तारै फेरि भन्नु ल बिस्तारै 1 2 3 ल भाइ 4 धन्यवाद बाबुलाई एउटा फलफुल दिएर पठाउनु बाबा सानो टाङ्नु भयो कि ठुला मान्छेहरू यदि कोही छु म पुर्याउँछु भन्ने विचार छ भने उल्टोबाट भन्नु आउनुहोस् यो भाइले पनि जानुहोस्। भन्नु यो भाइले हजुर पनि बोल्ने ल दिनु आशीर्वाद दिएर पठाउनु फलफुल ल्याइदिनु दाजु त्यहाँ नमस्ते राधे राधे नमस्ते राधे राधे हजुरको नाम के हो